गाइज हामी चाहिँ टाढाबाट जान लाग्यो सबैजना सन्चै हुनुहुन्छ होला के हुन्छ यहाँ सरहरू हुनुहुन्छ है सर हुन्छ रिजल्ट ढुङ्गा फुटाइदिएर यता म सुरुबाट भलक नबनाएको बिचबाट आएर भनेको चाहिँ अनि यता माथि सरहरू हुनुहुन्छ यता गिरिराज सर युवराज सर हुन्छ हामी कहाँ जान लाग्छ सर घुम्दै हामी चाहिँ डोङ्गाको धेरै ठाउँ घुमिसक्यौँ टावर मात्रै जानु बाँकी थियो त्यो आज चाहिँ बिदा भइसकेपछि स्कुल बिदा भइसक्यो यसो जाम भन्दा हामीले चाहिँ झोलामा एक बोतल पानी एक दुईवटा चाउचाउ बोकेर एक दुईवटा काँक्रो यहाँका स्थानीय सरहरू चाहिँ अब आफ्नो काममा बिजी हुनुभयो हामी चाहिँ अब फुर्सदमा यसो घुम्नु पर्यो भनेर अनि बाटो चाहिँ कस्तो लाग्यो हजुरले उकालो छ बाटो ठिकै हो यो डाँडा जाने बाटो त गाउँघरको बाटो हजुर लोकल बाटो ठिकै भन्नुपर्छ यो भिडियो हेर्नेलाई केही भन्न चाहनुहुन्छ भिडियो त हाम्रो सार भाइको भ्लगलाई चाहिँ एकदम लाइक कमेन्ट सब्सक्राइब सेयर सबै चिजै मिल्छ सब गरिदिएर भाइरल बनाउनु पऱ्यो भाइ चाहिँ निकै राम्रो राम्रो भ्लगहरू राख्छन् हँसाउँछन् रहा नहीं जाता तड़प ही ऐसी है ना सार चाहिँ माया गरिदिनु पऱ्यो भाइको नौलो प्रस्तुति पनि हो ठिक छ ल यसो निस्किउँ ल टुरिस्ट गाइड हजुर हजुर सागरले भ्लग गर्मी छ हावा चलिरहेछ यहाँ चाहिँ टङ्की रहेछ या मिठो हावा 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 है मोटरबाट आइसक्यो सरहरूले आफ्नै कुरा गरिरहनु भएको छ अनि यता हावा चाहिँ बहुत चलिरहेछ हामी यहाँ आइसक्यो है चोकमा आइसक्यो है यता उठिन्छ यता हट्न गएको हावा चलिरहेछ कि हावा चलिरहेछ र घर छ नि स्वर्ग छ स्वर्ग स्वर्ग छ स्वर्ग है हावा चलेछ स्वर्ग छ स्वर्ग आउनलाई यो टावरमा म छु हावा चलिरहेको छ घाम निला हावा पनि चल्यो मौसम चाहिँ यस्तो बवाल छ कि आज एकदमै उकालोमा हावा चलिरहेको छ थाकी आएको थियौँ तर यहाँ आउँदा एकदम थकान पनि मेटियो शीतल आनन्द वरिपरिको भ्यू देख्दाखेरि त छुट्टै मजा आयो आनन्द आयो अनि यता हावा चलिरहेको छ घाम लागेको छ ए आइसक्यो यहाँ पिपलको बुटो है हजुर अनि यता टावर त्यहाँ छ यसो घुमेर हामी जान लाग्यो उकालो आउँदा थकै लाग्थ्यो अनि यहाँ आएपछि हावा चलिरहेछ शीतल छ मौसम भ्यू हेर्नु त यता भ्यू टावर छ यता बाटो मरि जान्छ होला गाइस होइन भ्यू यता चाहिँ घर रहेछन् गाइस घर छन् यता अनि यता को बोलिरहेको छ यता घर छ नि आउन लागेको छ त्यही छ टावर स्वर्ग छ
गाउँ त यता उहाँ छ टावरमाथि टावर आइसक्यो गाइस टावर आइसक्यो गाइस यो टावर यता लास्ट घर टावर यता छ गाइस टावर लास्टमा आइयो है फाइनल्ली राम्रो छ अनि यता सर माथि टोपी खस्नु माथि हेर त मन्दिर दुईवटा मन्दिर देखेको छ ए खुल्ले रहेछ त आज त खुल्ले रहेछ हामी गएर फोटो खिच्नु पर्छ मन्दिर छ त माथि टावर मन्दिर छ लाकै मन्दिर छ ढुङ्गा हेर्नु गाइस ढुङ्गा कति छ कति ढुङ्गा त कति छन् गाइस कति छ कति ढुङ्गा कस्तो लाग्यो सर एकदम रमणीय चाउचाउ अनि पानी चाउचाउ पानी अनि यता सरहरू हुन्छ चाउचाउ चाउचाउ खानु गएको टावर यहाँ छ नि हामी चाहिँ अब हिँड्न गएको कस्तो भयो सरहरू धेरै गरी यहाँ चाहिँ एकदम हावा खायौँ चाउचाउ खायौँ पानी खायौँ रमाइलो गऱ्यौँ गफ गऱ्यौँ अब फर्कने बेला भयो जान्छौँ मन्दिर चाहिँ यहाँ यसको यहाँ भिड छ कि गाइस म त डर लाग्छ त्यहाँ गरेर सक्दिनँ त्यस्तो छ यता तारे भिड जस्तै यता भिड छ यहाँ सम्मानको घर त्यही हो गाउँमा आइसक्यो है हामी गाउँमा आइसक्यो गाउँमा गाउँले घटाउ उता माथि टावरतिर कारणको अँध्यारो भइसकेको छ यहाँ सबैले बत्ती बालेको छन् यो स्याहार गाउँमा आइसक्यौँ घर जानु उदो टाढामा गएको टावरमा उता टाढामा गएको टावरमा गएको किन घर गइन्छ आयो है
हो र आजलाई यति भनौँ अब घरमा घर आइसक्यो हामी एकदम रमाइलो भयो यात्रा चाहिँ आज चाहिँ रमाइलो भयो राति घुमाइ पनि धेरै भयो थकित पनि भइयो रमाइलो पनि निकै भयो त्यही भयो ल हामी चाहिँ यहाँबाट जामिन झोला जामिन आइयो फाइनल्ली निन्द लाग्छ मस्त निन्द लाग्छ आज फाइनल घर आइयो हामी त्यो उहाँ टाढाबाट गएको त्यहाँबाट देखिन्छ क्या त्यहाँ गएको ल आजलाई यति भाइ